ए प्रकाशको बुवा किन कराएको सुनिरहेछु त मैले। सुनेको भए त बोलिहाल्नु हुन्थ्यो नि त। भन्न त भन्नु के भन्न खोजेको तैँले? किस पनि आउन थालिसक्यो। अनि के भन्न के बोल्नुहुन्छ किस आइसक्यो छोरीहरूलाई बोलाउनु पर्छ भनेको। ठिक छ बोलाउनु त पर्यो नि। बरु प्रकाशले लिन पठाइदिने हो कि? छोरा ए छोरा भित्र आइज भित्र। के गरिरहेछ भित्र? के गरिरहेछ हेर बाहिर। बचाउनु मलाई हेर बचा। को छ भित्र? छिटो आइज भने हाम्रो मार्न आइसक्यो छिटो आइज न। त खुरुक्क बाहिर आउँछ म भित्र आउँ। आन न यता 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 यता। के भयो किन गरेर पुरै गाउँमै थर्किने गरेर? बाबु छोरा दिदीलाई फोन लगाइदिन। कुरा नभएको पनि धेरै भइसक्यो के। किज आइसक्यो बोलाउनु पर्यो। मम्मी म यहाँ मिसनमा जाँदैछु क्या। त खोल्न पनि सेक्सी लाउँदैनस्। नलाउने भए दिदीको घरमा गएर खुरुक्क दिदीलाई लिएर आइज। ठुल दिदीकोमा ठुल दिदीकोमा किन जाने? उसको त साधन छ ऊ आफै आइहाल्छ। बरु सानो दिदीकोमा जा। सानो दिदीकोमा जान्न म। यिनीहरूले ल्याङ गर्छन्। बरु फोन लगाइदिन्छु फोनमा बोल्नु। हेलो दिदी सुन्न आमा बोल्ने रे। हेलो हेलो ल मोबाइलै स्विच अफ भयो। खालि 24 घण्टा प्याक 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 गरिरहेको छ अनि चार्ज सकिँदैन त। बरु मेरो मोबाइलबाट गर। अनि के आना छोरा छोरा फोन लगाइदियो भन्दा त नि यतिखेरसम्म चिकन डिनर खाइसक्छ। खाइस् चिकन डिनर। हेलो छोरी मामु दर्शन भाग्यमानी भयो। अनि कस्तो छ तिमीलाई ज्वाइँलाई? ठिक छ मामु। अनि ज्वाइँ कता हुनुहुन्छ त? घरतिरै हुनुहुन्छ मामु। छोरी तिज आइसक्यो माइतीले बोलाएन भन्लास् भोलि आइज है। आउन त मन थियो मामु। अनि दिदी आउँछ कि आउँदैन? साँझसम्म आइपुग्छु भनेको थिएँ। हस् मामु एकचोटि पमासँग कुरा गरेर हेर्छु नि है। ए ल भोलि आइज है त। मैले फोन राखेँ ल। हुन्छ मामु हस्। खाना थप्दियो? हिजो माइतबाट फोन आएको थियो। पोहोरको वर्ष पनि तिजमा आइनस्। यो वर्ष चाहिँ जसरी भए पनि आइज है भनेर भन्दै हुनुहुन्थ्यो। भोलि जान्छु नि है। मैले नि हुन्छ भन्दैसकेँ। के सोधिरहेको? आफै निर्णय लिने भइसकिस् जान त। त्यस्तो होइन नरिसाउनु न। पोहोरको साल पनि तपाईँले जानु दिनु भएन। बाबा मामाको कति धेरै नासु लागिरहेछ। बरु भोलि बिहानै गएर बेलुका फर्किन्छु नि है। पर्दैन। ती कठोर मन भएको बाबुआमाको उनीहरू लाग्यो तँलाई? ज्वाइँ स्वीकार्ने माइती के जान्छस्? भयो त कति एउटै कुरा मात्र गरिराख्नुहुन्छ। विगतका कुराहरूलाई सम्झेर के फाइदा? जे नहुनु थियो भइसक्यो। छोडिदिनुहोस् ती कुराहरू। कसरी भुल्नु मैले र किन भुल्नु मैले? कसैले आफ्नो ज्वाइँले त्यसरी अपमान गर्छ? कहिलेकाहीँ मेरो बाबा मामुको ठाउँमा पनि बसेर हेर्नुहोस् त। बढेकी छोरी खबरै नगरिकन यसरी आफूभन्दा सानो जातसँग जाँदाखेरि कति मन रोग होला। भयो यो नबढी नबोल। जसरी यो सिसा टुक्रिएको छ मेरो मन पनि त्यसरी टुक्रिएको छ। यो सिसालाई जोड्न सक्छस्? सक्दैनस्। मेरो मन पनि त्यसरी टुक्रिएको छ। ओ तपाईको यही रिस र इगोले गर्दाखेरि तपाईको जिन्दगीभरि प्रगति हुन नसकेको। जबसम्म तपाईभित्र यो रिस घमण्ड र मूर्खता रहन्छ नि तबसम्म तपाईको प्रगति कहिले पनि हुन सक्दैन। यो सब के को लागि? तीज मात्रै होइन तपाईभित्र रहेको यो इगोका लागि। भयो यो भन्दा एक शब्द पनि नबोल। बोलिस् भने के गर्नुहुन्छ? पिट्नुहुन्छ? हुन त त्यहाँ भन्दा के नै गर्न सक्नु भएको छ र? चुप चुप। हजुरकी छोरीले मेरो छोरा एक आपसमा माया गर्दो रहेछ। त्यही भएर हजुरकी छोरीको हात पाउन आएको।
मेरै घरमा आएर मेरै छोरीलाई माग्ने यत्रो आँट तिम्रो आफ्नो हैसियत देखिया छौ? त्यही भनेको त होइन, तिमीहरू दलित भएर हाम्रो छोरी माग्ने आँट कसरी गर्यौ? मामु चुप लाग, फोटो भित्र जा भनेको होइन। तिमीले आफ्नो हैसियत देखेको छौ? आफ्नो औकात हेरेको छौ? खुर्क जाऊ तिमीहरू, खुर्क जाऊ भनेको। तल जानु छ होइन? जा, तर जानुभन्दा अगाडि डिभोर्स पेपरमा साइन गर्न जा। मैले त पेपरमा साइन गरिसकेँ, अफिसमा फाइल छ, पुऱ्याइदेऊ। यहाँ सुन्नु न, चिनी सिधेको रहेछ, चिनी लिएर आउनु है आउँदा। ए ल भइहाल्छ नि। ए छोरी तिमी आयौ भाग्यमानीलाई। भाग्यमानी छोरी तिमी मात्रै? अनि जोइ कोही त? उहाँ बिजी भइसिन्छ। बिजी भएकै राम्रो नि छोरी, 30 त छोरा मान्छेको चाडै होइन। अनि 30 मा व्रत चाहिँ के को लागि बस्ने नि? श्रीमानको लागि। अनि म भाइ भाइ त कहाँ हुनु नि, तैँले मोबाइल दिएदेखि त्यो पब्जी हो कि सब्जी के जाति भन्ने छ नि, खालि त्यही खेलेर बस्छ। के गरोस् त, बाहिर पनि कहाँ जास् त, लकडाउन छ, डर मर्दो छ, खेलोस् त अनि। त्यही मात्रै खेल्ने छ र? किताब कापिसो मात्र पढे हुँदैन र? हो नि मम्मी, ठिक भन्नुभयो होला। दिदी ढोक गरे। भाग्यमानी ल भयो भयो, तिम्रो बाउ छोरीसँग म सक्दिनँ, ऊ बाउ पनि आइसके, गफ गर्दै गर्नु, म चिया बनाउनु भयो। यता यता दिदीभाइ गफ गर्दै गर, म बजारतिर लागेँ। तेरो अब काम भएन, पढ्नु पर्दैन, खालि गेम मात्रै खेल्नु नि। अनि दिदी पिना चाहिँ किन नलिआएको? पिना चाहिँ आउनु भयो, कति रमाइलो हुन्थ्यो। थाहा छ मलाई किन रमाइलो हुन्छ भनेर। मलाई एउटा क्यामेरा किनिदिनु। किन चाहियो तँलाई क्यामेरा? किन चाहियो अरे? युट्युब चलाउनु पर्यो क्या दिदी। हेर त त्यो तलको सुकुमा आएले युट्युब चलाएर काठमाडौँमा कत्रो ठुलो घर किन्छ कि रे। हिनाको गाडी मगाइदिउँ ल। अनि यसपालि पनि बिमला आएन? सरकारले बेलायतबाट आउनेलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। बेलायतमा घातक खालको कोरोना भाइरस देखिएपछि त्यहाँबाट नेपालमा हुने सबै उडानमा रोक लगाइएको हो। घातक खालको भाइरस भित्रिने आशंकामा बेलायतबाट विभिन्न मुलुकलाई ट्रान्जिट बनाएर नेपालमा हुने सबै उडानमा आज रातिदेखि लागू हुने थप सतर्कता पनि आवश्यक देखिन्छ, किनभने सतर्कतामा चुकेकैले संक्रमण लगाउनु एउटा सावधानी हो, तर थप सतर्कता पनि आवश्यक देखिन्छ। ओए किन सुत्या त्यहाँ? अनि कहाँ सुत्नु त? यहाँ खाट हुँदा त त्यहाँ किन सुत्नु पर्यो? सधैँ यहीँ सुतिरहेको मान्छे। परपुरुषसँग किन सुत्नेमा? परपुरुषले म त तेरै बुढा हो नि। बुढा थियौ कुनै बेला, तर अहिले हाम्रो डिभोर्स भइसक्यो। कहिले भयो डिभोर्स चाहिँ? अघि दिउँसो त खुब बुरुक बुरुक गरिरहेको थियो त, जाने भएदेखि डिभोर्स दिएर जा भनेर। डिभोर्स दिन त 2 दिन बाँकी नै छ नि। 2 दिनसम्म सँग सुताउनु के हुन्छ र? ए हो, म बिहान माइत गएर बेलुका फर्किन्छु बुढो भन्दाखेरि चाहिँ नहुने, अनि 2 दिनको लागि चाहिँ म तिमीसँग सुत्दिनु पर्ने? हे तेरी, बेलुकाको नसोची बोलिहालेछु। भो बुढी, डिभोर्सको आइडिया चाहिँ क्यान्सल गरिदिउँ। गाउँलेहरू कुरा काट्लान्। काटे नि काटुन्, त्यो माथि तपाईँ जस्तोको कुरा नकाटेर कसको काट्छन् त? म सँगै बस्ने भए पो मलाई पिर। अरे यार, आफ्नै बुढीसँग सुत्न पनि यत्रो नाटक। ठिकै छ, मै आउँछु।
वर्ष भइसक्यो बहिनीलाई किन बोलाउनु नभएको हामीले नबोलाएको हो र त्यसको बुढाले पठाउनु पर्यो नि त त्यो आफै गयो कि त हो नि गतिलोसँग गयो कि भए पो बिचारी अहिले कुन अवस्थामा होली के लाउँछस् गुन्डा लाउँछस् कि पुलिस लाउँछस् भन्छ धेरै ठुलो सुन्ने नकराउनु न छिमेकीहरूले सुनिरहेछन् दिनुहोस् भित्रै गएर कुरा गर्नु सुन्नु के नै सुन्न बाँकी छ र तैँले मलाई बुझ्दिनस् भने मैले तँलाई किन बुझ्नु पर्यो मैले बुझेर त हजुरसँग यतिका वर्षदेखि सँगै छु यदि मेरो ठाउँमा अरू कुनै नारी भएदेखि भए तपाईँलाई उहिले छोडेर गइसक्थेँ आज तपाईँ भन्नुहुन्छ मैले बुझिनँ भनेर एउटी नारीको महान चाड तीजको दिनमा पनि म 4 वर्षदेखि माइत गएकी छुइनँ त्यो पनि तपाईँको एउटा इगोको कारणले गर्दा आजसम्म मैले के कुरामा ढिपी गरेँ अनि अहिले आएर तपाईँ मलाई भन्नुहुन्छ मैले तपाईँलाई बुझिनँ तर मलाई तिज नमना भने आऊ र माइत नजा पो भने बुढाबुढी यहीँ बसौ यहीँ तिज मनाउला माइत गएर के गर्छस् व्रत बस्छस् नाच्छस् गाउँछस् बुढाबुढी यहीँ व्रत बस्छौ नाचौ बुझेर पनि नबुझे जस्तो नगर्नुहोस् यो पालि त म जसरी माइत जाने हो थुत्न चल्न थालेछ नि तेरो आजभोलि ल भो मेरो थुत्न चल्न थालेछ तिमी मान्छे भएको तिमीसँग कुरा गर्नु यस्तो पशुसँग के कुरा गर्नु बाबाले त पहिल्यै भन्नुहुन्थ्यो सानो जातको मान्छेहरूको सोच पनि सानै हुन्छ भनेर अझ प्रुफ गर्यो सानो छ त्यो त देखाइहाल्यो नि तिम्रो घरमा किन आमै बोल भुकी लाग्यो तैँले मलाई तैँले घुर्किला मलाई कहाँ जान्ला माइत जानला झोला प्याक गर्न जाँदैछु देखेनौ कि फुटेछन् तिम्रो आँखा झोला प्याक गर्ने तँलाई खाली हातले आएन खाली हात दिनको लागि त तिमीसँग केही हुन पनि पर्यो नि ठुलो कुरा गर्छ केही नभए पनि कमसेकम माया त देला नि भन्ने आशले आथे त्यो पनि दिन सकेन होइन तिम्रो घरमा तिमी एक्लै बस्छ एक्लै बस्छु म यहाँ घुर्किला एक्लै बस्छु यता ए भागिहाल्यो नि को हो यति बेला यार यता नै त दिदी त कतिखेर आइस मम्मी बाबा दिदी आछे नानी दिदी अनि भिनाजु खोइ त हजुरले मलाई अझै माफ गर्नु भएको छैन तीजको दिनमा म हजुरसँग एउटा कुरा माग्छु दिनुहुन्छ भागेर जानेलाई म के दिन सक्छु लाटी यति माग्दाखेरि दिनुहोस् न मेरो श्रीमानलाई जय स्वीकार दिनुहोस् न उसको मसँग आएर कुरा गर्ने आँट हुनु पर्यो नि लाटी बाहिर बसेर कति कुरा गर्ने भित्र गएर कुरा गर्नुपर्छ
अब रुने होइन। के छ कुलदीप? दाजु नमस्कार। नमस्ते। के हो आज त सबै आफै हो काम? अनि बुहारी ए माइत गएर लिने? हजुर ठिक छ चेलीहरू रमाउने बेला भनेकै तिजमा हो नि, आइहाल्छन् नि 1-2 दिनमा, के भएर? ल ठिक छ, अहिले म निस्केँ है त। ठिक छ चेलीहरू रमाउने बेला भनेकै तिजमा हो नि। ठिक छ चेलीहरू रमाउने बेला भनेकै तिजमा हो नि। ठिक छ चेलीहरू रमाउने बेला भनेकै तिजमा हो नि। बिनाजु दर्शन आमा ए बा बिनाजु आउनु भएको छ। दिदी झट्टै तल आइहाल त। नमस्ते बुवा। नमस्ते आमा। बाबा मामु हामी एकअर्कामा एकदमै धेरै खुसी छौँ। दुखी छौँ त सिर्फ हजुरहरूको आशीर्वाद नपाएर। मलाई माफ गर्नुहोस्, गल्ती मेरै थियो। म सानो जात, मेरो सानो सोच, त्यही भएर होला तपाईँहरूसम्म आउने मेरो हातै आइरहेको थिएन। बिमलाले बारम्बार माइत जान्छु भन्दा पनि मैले नै उसलाई रोकिरहेको थिएँ। तर आफूले जन्म दिएको बाबुआमाको माया के हुन्छ भन्ने कुरा बुझिरहेको छु। मलाई माफ गर्नुहोस्, म बिमलालाई असाध्यै माया गर्छु। हामीलाई स्वीकार्नुहोस्। बाबा आफ्नी छोरीको खुसीको लागि एक पटकलाई कुलदीपलाई माफ गरेर हामीलाई आशीर्वाद दिनुहोस्। जय आउनुहोस्।
अफिसमा छ पुर्याइदेऊ है मैले पेपरमा साइन गरिसक्यो फाइल अफिस सकिन्छ खालि त्यो मात्र सरी यहाँ हेर once more